हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म फेरि पनि नयाँ भिडियो लिएर आउँदैछु हैन। अहिले चाहिँ म बस स्टपमा छु र आज चाहिँ म यसो जुत्ताहरू किनौँ भनेर हिँडेको छु हैन। अब के कस्तो हुन्छ त्यहाँ चाहिँ सबै चिज पाइन्छ क्या, कपडादेखि लिएर हैन, अब खानेदेखि लिएर सबै थोक पाइन्छ। अनि अब त्यही हो, बस कुर्दैछु, बस आएपछि जाउँला अनि तपाईँहरूलाई पनि त्यहाँ देखाउँला। चकाबाट भर्खर ओर्ले हैन। अनि अब म जाँदैछु यसो सामानहरू हेर्नलाई, अब के मनपर्छ हैन, मन पर्यो भने किनिहाल्ने हो। खास त म यहाँ सुज किन्न आएको हो हैन। अनि सुजहरू हेरौँला कस्तो लाग्छ हैन। अब मन पर्यो भने किनिहाल्छु, मन परेन भने अब देखा जाएगा। यतैतिर हो मैले हैन। अब म यसो सामानहरू किन्छु। अनि यो चाहिँ पार्किङ लटहरू हैन। जस यता चाहिँ बजारै हो, यो चाहिँ अब हाम्रो उता काठमाडौँको जस्तो अब बजार भन्छ नि, त्यस्तै बजार हो यता चाहिँ हैन। सबै पाउँछ क्या यता चाहिँ, सबै अब लुगादेखि लिएर हैन, अब घरको सामानहरू हुन्छ नि, सबै पाइन्छ क्या यहाँ चाहिँ। पारिपट्टि चाहिँ रेस्टुरेन्टहरू छ हैन। म चाहिँ यहाँ चाहिँ 2 चोटि हो कि 3 चोटि आएको छु है हामी है। 2 चोटि होला सायद। एकचोटि चाहिँ मेरो गाडीको फर्म भर्ने बेला आएको थियो। अनि सेकेन्ड टाइम म वकमा आएको होला सायद यहाँ। अनि अहिले होला लास्ट चाहिँ, थर्ड टाइम भयो होइन, थर्ड टाइम भयो। अब हेरौँ के मनपर्छ के मन पर्दैन। मन पऱ्यो भने किनिहाल्छु, मन परेन भने किन्दिनँ। उतातिर पनि देखाउन, यहाँ उसमा कमेन्टमा आइसक्यो धेरै अनुहार मात्र देख्यो भनेर। परको छ नि एलसिबी हो त्यो चाहिँ रक्सी पसल हो होइन। अब त रक्सी पनि छोडेको टन्नै भइसक्यो होइन। रक्सीको टेस्ट पनि बिग्रिसक्यो, अब बिर्सिसक्यो जस्तो छ। त्यही पनि यसो देखाइदिएको, बिर्स्यो भने झनै राम्रो, बिर्सेन भने धेरै राम्रो। यहाँ आएको छु होइन। अब हेरौँ सब चिज पाइन्छ, प्यान्टहरूदेखि लिएर ज्याकेटदेखि लिएर होइन सबै। अब हेरौँ कतिको सस्तो छ, कतिको महँगो छ होइन, कतिको क्वालिटी राम्रो छ, सबै एकचोटि हेरौँ होइन। मेन कुरा मलाई जुत्ता हेर्नु मन छ, त्यस्तो जुत्ता होइन। यो जुत्ता राम त राम्रै रहेछ ल। टिम्बरल्यान्ड राम त राम्रै लाग्यो मलाई जुत्ता है। जुत्ताहरू चाहिँ राम्रो रहेछ, तर प्राइस यत्रो ठुलो जुत्ता क्या है। कसले लाउने यत्रो ठुलो जुत्ता? यो लाएर हिँड्न सक्छ र? अनि कहाँ सक्नु, नेभर। जुत्ताको प्राइस यस्तो डेन्जर रहेछ क्या, यस्तो डेन्जर क्या। जुत्ताको प्राइस यति महँगो रहेछ क्या आमा। तर यो जुत्ता चाहिँ एकदम राम्रो रहेछ। यो सुज होइन, $119 बाबा, सक्यो अनि। यस्तो दामी टोपीहरू रहेछ है, मलाई चाहिँ मन पर्यो। अब लिनु पर्ला जस्तो छ, एकचोटि लाएर हेर्नु पर्यो कस्तो देख्छ है। कस्तो देखिरहेछ आज मलाई, जस्तो आज जुत्ता आतो हुने रहेछ है। तर लिउँ कि नलिउँ भइरहेछ, तर नलिनु पर्ला जस्तो छ। तर तातो चाहिँ धान्दैन, यो भित्र त हावा छिरिहाल्छ नि होइन। यसरी नै गर्नु पर्यो, यसरी नै। लिउँ कि नलिउँ केटा हो, कमेन्ट गर्नु है। अर्को लगाइदियो त निकाल, अर्को लगाइदियो त कस्तो देख्दो रहेछ। उहाँ छ नि यहाँ अङ्कल टोपी, उहाँ देख्न के भन्छ कता पहिला होइन। ड्राइभिङ लाइसेन्स चाहिँ यहाँबाट झिकालेको होइन। यो चाहिँ अब हाम्रो उताको यातायात जस्तै हो क्या, कमसम भनिन्छ होइन।
लाइसेन्स पनि झिकाले अब गाडी किन्नु बाँकी छ लेट्स चाहिँ हेरौँ के हुन्छ पैसा भयो भने गाडी किनिन्छ पैसा भएन भने गाडी किनिँदैन त्यही हो केटा हो भोक लाग्यो होइन अनि त्यही भएर अब केही खान जाँदैछु हार्भेस्टमा होइन हेरौँ के पाइन्छ मोमो घर छ होला नि नजिक है सेफ्टी सुज पनि किन्यो टिम्बरल्यान्ड किनियो है अब भोलि चट्ट लाएर लाइन्छ ढल्काइन्छ अनि गइन्छ खानको लागि खाना लिनको लागि हामी लाइनमा छु होइन पुरा लाइनमा बस्दैछु भोक पनि लागिसक्यो यिनीहरूले यसको मिसिन हो होइन के खाना मन लाग्छ पेप्सी 7 अप होइन चुज गर्दाखेरि हामी चाहिँ मिक्स खान्छौँ सबै मिक्स गरेर बर्गर लिएँ अनि पेप्सी लिएँ अब यति हो खाना अब होइन खानु पऱ्यो भोक पनि लागिरहेछ ल खायो ल बल्ल सक्यो अब सकेर म हिँड्दैछु बस स्टपतिर फेरि होइन थाकी पनि रहेछ जुत्ता महँगो लियो त्यही छैन लाउनु पऱ्यो होइन अनि खाजा पनि खाइयो अब घर गएर फेरि नुडल्स लिनु पर्ला जस्तो छ गएर अब एउटा नुडल्स पनि लिनु पऱ्यो गएर घरमा गएर पकाउनु र खानु पऱ्यो ल गाइस मैले चाहिँ भर्खर जुत्ता किनेर आएँ होइन स्टिल टो होइन स्टिल भएको अनि यसको लगभग 249 पर्यो होइन अनि अब यसो उता त अब लगाएर भन्नाले एकछिन लगाएँ होइन ठिक भयो अब यहाँ चाहिँ एकछिन लगाएर हेरौँ है त कस्तो देख्दो रहेछ हेरौँ है जस जुत्ता चाहिँ मलाई मन पर्यो होइन जुत्ता पनि राम्रो छ साइज पनि ठिक्क भएछ होइन अब जुत्ता राम्रै छ होइन स्टिल टो हो अब भोलि लाएर के फुटिन्छ थाहा छैन यस्तो छ जुत्ता है यस्तो छ राम्रै छ नि होइन जुत्ता यस्तो छ ल मलाई चाहिँ मन पर्यो दामी छ हो दामी छ चकाचक ल गाइस अहिले चाहिँ अब यति नै हो सबै होइन अब घुमियो फिरियो खाइयो अनि जुत्ताहरू पनि किनियो होइन राम्रै लाग्यो जुत्ता पनि अब यति नै हो मेरो भिडियो चाहिँ अब अहिलेलाई चाहिँ क्विट गरौँला अब फेरि नेक्स्ट भिडियोमा चाहिँ फेरि देखाउँला नयाँ होइन कुराहरू अब गरौँला अनि नयाँ चिजहरू ठाउँहरू पनि देखाउँला होइन अहिलेलाई चाहिँ लस्किनु पर्ला ल अब त्यही हो तपाईँहरू पनि यसो लाइक कमेन्ट होइन सब्सक्राइब पनि गरिदिनु नयाँ छ भने सब्सक्राइब हानिदिनु यति नै हो गाइस चकाचक फटाफट